यी यसरी मुन्द्रा लगाएपछि ट्यापे बनाइदियो, यसरी ट्याटो छापेपछि ट्यापे बनाइदियो। हिपहप भनेको आजाद हो, हिपहप भनेको स्वतन्त्रता हो, हिपहप भनेको एकता हो। हिपहप कम्युनिटीमा जात हुँदैन, धर्म हुँदैन, उमेर हुँदैन, देश हुँदैन। उनीहरूले हाने हिपहप हो, उसले ठोक्नको लागि हिपहप भनेको आजाद हो। आजाद भनेको खोइ त देखिनँ त मैले त हजुर। मेरो जन्म 2030 को हो, आज म 52 भएँ। बापरे, एकदम युवा हुनुहुन्छ। यस, 2001 मा अमेरिकाबाट हिपहपमा डिग्री गरेर नेपाल आएँ। बापरे, जहाँ युट्युब आउला भनेर पढ्न गएको होइन म। युट्युबको जन्मै 2006 मा भएको हो, फेसबुकको जन्मै 2002 मा भएको हो। फेसबुक आउला, युट्युब आउला, टिकटक आउला भनेर म हिपहपको डिग्री गर्न गएको होइन। हिपहपलाई के बनाइदियो, यी यसरी मुन्द्रा लगाएपछि ट्यापे बनाइदियो, यसरी ट्याटो छापेपछि ट्यापे बनाइदियो। हिपहप भनेको आजाद हो, हिपहप भनेको स्वतन्त्रता हो, हिपहप भनेको एकता हो। हिपहप कम्युनिटीमा जात हुँदैन, धर्म हुँदैन, उमेर हुँदैन, देश हुँदैन, एज हुँदैन। हामी के को लागि हिँडिरहेको छौँ? हिपहप हान्ने तरिका मात्रै फरक भयो। हिपहप हानेको सबैले हिपहपै हाने, कहिले खानको लागि हाने। प्रचण्डले हाने भने हिपहप हो, उसले ठोक्नको लागि। हिपहप भनेको आजाद हो, आजाद भनेको खोइ त देखिनँ त मैले त हजुर। अनि थुप्रै क्रान्तिहरू देख्यौँ हामीले 2046 सालदेखिको। मेरो जन्म 2030 को हो, आज म 52 भएँ। बापरे, एकदम युवा हुनुहुन्छ। यस, अनि आदिवासीको नाममा नि अल्झाइयो, आदिवासीको नाममा नि अल्झायो। त्यो पनि क्रान्तिकारी होइन, तिनीहरू पनि झुक्क्याएको हुन्। हिपहप भनेकै क्रान्ति हो, हिपहप भनेकै आजादी हो, हिपहप भनेको एकता हो, हिपहप भनेको स्वतन्त्रता हो, हिपहप भनेको फ्रेन्ड्स हो, हिपहप भनेको रेभोल्युसन हो, हिपहप भनेको चेन्जेस हो। हिपहप भनेको उहाँहरू जस्तो युवा आउनुलाई हिपहप भन्छ, यहाँहरू जस्तो आउनुलाई हिपहप भन्छ। हिपहप भनेको फ्यासन हो, तपाईँको कपडा लाउनुहोस् भनेको छ, फ्यासन कपडा ढाक्नुहोस् भनेको छ हिपहपले। सबैको आफ्नो कल्चर छ भनेको छ हिपहपले। अनि त्यो क्रान्ति हुँदै गर्दाखेरि 46 सालदेखिको क्रान्ति, 17 सालको क्रान्ति, 25 को क्रान्ति, 63 को क्रान्तिपछि अहिले जेन्जीको क्रान्तिसम्म पनि आउँदाखेरि कुमालको प्रतिनिधित्व गर्ने एकचोटि पनि कसैले पनि घन्काएन प्रतिनिधित्व संसद भवनमा। न त रवि लामिछानेले गर्नुभयो, न त तपाईँले घन्काउनु भयो। कुमालको विषयमा कुमाल किन अटेन यो क्रान्तिमा? नेपालमा 80,000 7,700 कति कुमाल हुनुहुन्छ टोटल नेपालमा, उहाँहरू किन अटेन आजसम्म? यहाँ चेपाङ अड्दाखेरि, बोटे अड्दाखेरि, के भन्छ राउटे अड्दा, यहाँ 142वटा जात अड्दाखेरि नेपाल कुमाल किन अटेन? अब अटाउनु पर्छ। किन अटेन? यो संविधानले अटाउँछ, यो नयाँ संविधानले अटाउँछ, यो जेनजीले ल्याएको संविधान यसमा अटाउँछ। त्यस कारणले म पहिलोचोटि आउँदैछु, यो खुल्लियामा आउँदैछु। म एउटा क्रान्ति पढेको मान्छे हो, कसैलाई पनि थाहा छैन म को हो भनेर थाहा पाउनै परेन क्या। अनि यहाँ गैडाको कुराहरू थुप्रैचोटि निस्कियो। गैडाले मारेपछि 15 लाख दिनु समस्याको समाधान भन्दिनँ म त्यसलाई भन्दिनँ। मृत्यु रोक्नुपर्छ पनि भन्दिनँ, मृत्यु रोक्न सक्दैन हजुर, इम्पोसिबल भनेको त्यही हो। त्यो मृत्यु भयो कसरी त? जान परेर, कहाँ जान परेर त? खेती किसानी गर्न जानु परेर, एभ्रिडे जीवन चलाउनु जानु परेर। त्यो जीवन चलाउने बाटो पनि कसले बनाइदियो त? यो हामीले देखिरहेको 60 वर्षदेखि देखिरहेको, 65 वर्षदेखि 2007 सालमा लेखेको संविधान हो यो पुष्पलाल श्रेष्ठले। यिनीहरूले यो आतङ्ककारीले लेखेको संविधान होइन यो। प्लिज कोही भ्रममा हुनुहुन्छ भने भ्रम नपर्नु होला। यिनीहरूले लेखेको संविधान होइन, पुष्पलाल श्रेष्ठले लेखेको संविधान हो यो। आजसम्म 75 वर्ष भयो, 82 मा 70 मानिस 7 मानिस गरेर 75 हुँदैन।